सम्पूर्णमा नमस्कार है। म जिम्बा तामाङ हिल्स ब्लक र म कहाँ आएको छु भन्दाखेरि चाहिँ अक्स निज गाउँ है। र हाम्रो बहिनी प्यारो बहिनी रबिना गुरुङ प्रधानले उहाँको चाहिँ एकदमै निम्न अवस्था हुन गएकोले गर्दाखेरि चाहिँ उहाँको अवस्था एकदमै नाजुक छ है। र उसलाई अलिकति सपोर्ट गरेर यो भिडियो जति पनि मेरो भ्युवर्सहरूले हेर्नुहुन्छ है, उहाँलाई चाहिँ यो भिडियोलाई चाहिँ एकदम ज्यादा सेयर गरेर चाहिँ तपाईँले सपोर्ट गरिदिनु होला है। उहाँको विषय के हो कसो हो है, यहाँ हाम्रो वरिष्ठ अङ्कल हुनुहुन्छ, उहाँलाई तपाईँलाई स्वागत छ है। नमस्कार। र तपाईँहरूले आफ्नो आँखाले नै यहाँ साक्षात् देख्नु हुँदैछ हाम्रो नानी रबिना गुरुङ, जो आफ्नो घरको आर्थिक स्थितिलाई केही सहायता गर्नु सक्छु भन्ने उद्देश्य लिएर आजभन्दा 4-5 साल पहिला विदेश जानुभएको थियो। र वहीँ विदेशबाट नै यति असाध्य र ठुलो रोग बोकेर यहाँ घर फर्किनु भयो। र उहाँ घर फर्केको पनि आज लगभग 1 साल हुन गइरहेको छ। र उहाँले आफ्नो घरको लागि भनेर जे जति नै विदेशमा गएर रुपियाँ पैसा लिएर आउनु भएको थियो, त्यो सबै नै आफ्नै जिउमा नै खर्च गरेर आफ्नै शरीरमा इलाजमा नै उहाँको यो सम्पूर्ण राशिहरू सकिएको हामीले देख्दैछौँ। र हामी सबैलाई थाहा भएकै कुरा हो। हामीले यसभन्दा पूर्वमा पनि हाम्रो छेउछाउको यो पहाडको धेरै यस्ता रोगीहरूलाई आफ्नो बहुमूल्य आर्थिक सहयोग दिएर उहाँहरूलाई जीवन दान दिने कार्य गरेका छौँ। र म तपाईँहरू सम्पूर्णलाई हात जोड्दै यही अनुरोध गर्न चाहन्छु, तपाईँहरूले पनि उहाँलाई उहाँको जीवन दान दिनको लागि पूर्वमा जसरी तपाईँहरूले सहयोग अन्यलाई पनि सहयोग पुर्याउँदै आइरहनु भएको थियो, त्यस्तै प्रकारले उहाँलाई पनि सहयोग पुर्याएर उहाँलाई जीवन दान दिने यो पुण्य काम गरिदिनुहुन्छ भन्ने म आशा राख्दछु। धन्यवाद। ल त दादालाई पनि है 1 शब्द राखिदिने म। हजुर, नमस्कार सबैमा है। र अहिले भर्खर मात्र पनि हाम्रो अङ्कलले भनिसक्नुभयो, हाम्रो बहिनी रबिना गुरुङ जो अब यहाँ निज गाउँमा विवाह हुनुभएको थियो है सुरेन्द्र भाइसँग। र उहाँ अब अहिले वर्तमान चाहिँ लिभरको ट्रान्सप्लान्ट गर्नुपर्ने उहाँको स्थिति आएको छ। र हामीले विभिन्न अब माध्यमहरूद्वारा च्यानलहरूबाट है हजुरहरूलाई यही अब हाम्रो भाइको भ्लग्सद्वारा पनि जानकारी गराउन खोजिरहेका छौँ। र यो च्यानल अथवा यो भ्लग्समा तपाईँहरूले हेरेर चाहिँ विशेष रूपमा बहिनीको लागि आर्थिक सहयोगको लागि हामीले अपिल गरिरहेका छौँ। र यसलाई तपाईँहरूले एउटा सहयोगको रूपमा लिएर है सबैले चाहिँ आर्थिक सहयोग केही रूपमा गरिदिनुहोस् अनि हाम्रो यो बहिनीलाई बचाउनमा सहयोग गर्नुहोस्। किन भन्दाखेरि 30 लाख रुपियाँ भन्दैछ यो ट्रान्सप्लान्ट गर्नको लागि चाहिँ। र हैदराबादको एउटा निजी अस्पतालमा उहाँको ट्रिटमेन्ट चलिरहेको छ। र सम्पूर्ण डकुमेन्ट्सहरू पनि तपाईँहरूलाई उहाँले अहिले भिडियोद्वारा जानकारी गराउनुहुन्छ है। त्यसले गर्दाखेरि चाहिँ अब यो विकट स्थितिमा एउटा उहाँलाई हामीले बचाउन सक्नु हाम्रो एउटा परम कर्तव्य हो। र उहाँले बाँच्न चाहनुहुन्छ होइन। त्यसमा चाहिँ सबैजनाले अब सहयोग गरिदिनुहोस् भने चाहिँ हामी गाउँलेको तर्फबाट अनि हाम्रो यो अहिले हामीले एउटा समूह बनाएर नै रबिना गुरुङ सहयोगी समूह भनेर हामीले काम गरिरहेका छौँ है। र यसलाई तपाईँहरूले सहयोग पुर्याइदिनुहुन्छ भन्ने हामी अनुरोध टक्राउँछौँ। धन्यवाद। है अब च्यानल हेर्नु भएका मेरो जति पनि भ्युवर्सहरू हुनुहुन्छ है, सम्पूर्णमा है म नमस्कार भन्न चाहन्छु। र मेरो चेली रबिना है गुरुङ एकदमै अब नाजुक अवस्थामा हुनुहुन्छ है। तपाईँले यो भिडियो है सहयोग गर्नु सक्नुभयो भने जति पनि अब तपाईँले है यो भिडियोलाई चाहिँ एकदमै ज्यादाभन्दा ज्यादा सेयर गरेर चाहिँ है सहयोगी हाततिर पुर्याइदिनुहोस्। यति नै भन्दै है तपाईँहरूसँग म बिदा लिन्छु।